हामी एउटा यस्तो गजबको प्रविधिको बारेमा कुरा गर्दैछौँ जसले खेतीपातीबाट निस्कने फोहोरलाई सिधै बहुमूल्य इको फ्रेन्डली कपडामा बदलिदिन्छ। सुन्दा अचम्म लाग्न सक्छ, तर यो पक्कै सम्भव छ। ल अब ढिला नगरी आजको विषयवस्तुमा प्रवेश गरिहालौँ। पहिलो खण्डबाट सुरु गरौँ, लुकेको कृषि खजाना। खेतको फोहोर कसरी उद्योगको कच्चा पदार्थ बन्छ त? विशेष गरी नेपालका तराई र पहाडी भेगमा मेवा खेती कति धेरै हुन्छ हामी सबैलाई थाहै छ। हो, तिनै हरियालीले भरिएका क्षेत्रहरूमा एउटा विशाल औद्योगिक सम्भावना लुकेर बसेको छ। सामान्यतया मेवा फलेर सकिएपछि ती डाँठहरूलाई हामी के गर्छौँ? कि त त्यत्तिकै फालिदिन्छौँ कि कुहिएर जान्छन्। तर साँच्चै भन्नुपर्दा ती फालिने डाँठहरू फोहोर हुँदै होइनन्। ती भित्र त सेलुलोज फाइबरका बहुमूल्य बन्डलहरू लुकेका हुन्छन्, जसलाई सही प्रविधिबाट प्रशोधन गर्ने हो भने त्यो एकदमै प्रिमियम र दिगो फ्यासनको कपडा बन्न सक्छ। तर यो काम त्यति सजिलो भने पक्कै छैन। डाँठभित्रको त्यो सेलुलोज फाइबर जोगाउन एकदमै होशियारीपूर्वक कटानी गर्नुपर्छ। काटेपछि ती चिस्यानयुक्त डाँठहरूलाई जतिसक्दो छिटो फ्याक्ट्रीमा पुर्याउनै पर्छ। अलिकति मात्रै ढिला भयो भने पनि फाइबरको प्राकृतिक गुणस्तर बिग्रिन थाल्छ। त्यसैले यहाँ समयको निकै ठूलो महत्त्व छ। दोस्रो खण्डमा प्रवेश गरौँ, शुद्धिकरण र निष्कर्षण। खेतबाट निस्किएपछि अब सुरु हुन्छ फ्याक्ट्रीको काम। फ्याक्ट्रीमा आइपुग्ने बित्तिकै कच्चा पदार्थलाई अत्याधुनिक इन्टेक लाइनमा हालिन्छ। प्रत्येक ब्याच मसिनभित्र जानु अघि त्यसको कडा स्क्यानिङ हुन्छ र तौल नापिन्छ। यो चरण साँच्चै नै रोचक छ। उच्च चाप भएको सफाई चेम्बरहरूमा डाँठहरूलाई बेसरी धोइन्छ। यसले गर्दा बाहिर टाँसिएका धुलो र टाँसिने चोपहरू पुरै पखालिएर जान्छन्। यो एकदमै कडा शुद्धिकरण प्रक्रिया हो। सफा भइसकेपछि पालो आउँछ बोक्रा ताछ्ने। अटोमेटेड फ्रिक्सन रोलरहरूले बिस्तारै बाहिरी बोक्रालाई ताछ्दै लान्छन् अनि भित्र लुकेको त्यो फिका पहेँलो रेसादार तन्तु बाहिर आउँछ। हो, यही तन्तु नै सेलुलोजको मुख्य भण्डार हो, जुन कपडा उत्पादनको वास्तविक जग हो। अब पालो आउँछ सम्पूर्ण प्रक्रियाकै सबैभन्दा वैज्ञानिक चरणको, रेटिङको विज्ञान। प्राकृतिक फाइबरहरूलाई कसरी नबिगारिकन छुट्याइन्छ त? रेटिङ सुन्दा अलिक कडा प्राविधिक शब्द जस्तो लाग्न सक्छ, तर सरल भाषामा भन्दा यो यस्तो एउटा नियन्त्रित प्रक्रिया हो जहाँ तापक्रम र पीएच ब्यालेन्स मिलाइएको पानी प्रयोग गरिन्छ। यसले बिरुवाका ती कडा तन्तुहरूलाई बिस्तारै नरम बनाइदिन्छ, जसले गर्दा रेसाहरूको प्राकृतिक बल अलिकति पनि नघटाई तिनलाई सजिलै छुट्याउन सकिन्छ। छुट्याइएका रेसाहरूलाई त्यसपछि अल्कलाइन रिफाइनिङ गरिन्छ। यो प्रक्रियाले बाँकी रहेका सबै अशुद्धतालाई हटाउँछ र रेसाहरूलाई झनै चम्किलो अनि नरम बनाउँछ। त्यसपछि सुकाएर स्लिभरको रूप दिएपछि बल्ल यी रेसाहरू धागो बन्नको लागि पूर्ण रूपमा तयार हुन्छन्। चौथो खण्डमा जाउँ, उच्च प्रविधिको धागो कताई। यहाँ रेसाहरूले धागोको आकार लिन्छन्। फाइबरलाई अझ धेरै टिकाऊ र छालाको लागि नरम बनाउन यसलाई अर्गानिक कपास वा लायोसेल जस्ता सामग्रीसँग मिसाइन्छ। त्यसपछि स्वचालित मसिनहरूले यसलाई तान्ने र बटार्ने काम गर्छन् अनि उच्च गतिको स्पेन्डलहरूले फनफनी घुमाउँदै एकदमै एकसमान र मसिनो धागो तयार पार्छन्। यहाँनिर क्वालिटी कन्ट्रोलको कुरा गजबको छ। मेसिनमा जडान गरिएका लेजर सेन्सरहरूले धागोको हरेक मिलिमिटर, हरेक सारो अंशको निगरानी गरिरहेका हुन्छन्। कतै अलिकति मात्र धागो कमजोर वा असन्तुलित देखियो कि त्यसलाई मेसिनले तुरुन्तै फालिदिन्छ। यसको मतलब सबैभन्दा बलियो र उत्कृष्ट धागोले मात्र अर्को चरणमा प्रवेश पाउँछ। र अब आउँछ उत्पादनको प्राविधिक शिखर, अन्तिम कपडाको बुनाई। धागो कसरी लगाउन मिल्ने कपडा बन्छ त? एकछिन कारखानामा हुने मेसिनको त्यो निश्चित गतिको धड्कनलाई कल्पना गरौँ त। हो, त्यही लयमा सयौं समानान्तर धागोहरू एक आपसमा मिसिँदै जान्छन्। हाई स्पिड लुमहरूले ती धागाहरूलाई उनेर एउटा बाक्लो बायोबेस्ड कपडा तयार पार्छन्। यो फिका रङको कपडा नै मेवाको डाँठबाट बनेको अन्तिम उत्पादनको पहिलो भौतिक स्वरूप हो। बुनाइसकिएपछि यसलाई त्यत्तिकै छाडिँदैन। कपडालाई विशेष वेट फिनिसिङ र निरन्तर रङ लगाउने अर्थात् डाइङ प्रक्रियामा लगिन्छ अनि हिट प्रेसिङ गरेर कपडाको बनावटलाई पुरै स्थिर बनाइन्छ। यसो गर्दा पछि लुगा धुँदा खुम्चिने डर हुँदैन र यसको प्राकृतिक ड्रेप वा ढल्काइ एकदमै राम्रो बस्छ। यसको गुणस्तर कस्तो हुन्छ भन्ने एउटा सानो उदाहरण हेरौँ। कारखानामा गरिएको प्रयोगशाला जाँचको रिपोर्टले भन्छ हामीले नीलो स्याम्पलहरूमा उत्कृष्ट रङको पक्कापन प्राप्त गरेका छौँ र यसको ड्रेप ठ्याक्कै त्यस्तै छ जस्तो परिधान लाइनका लागि आवश्यक थियो। यसको सिधा अर्थ के हो भने यो कपडा प्रिमियम गुणस्तरको छ र विश्व बजारमा प्रतिस्पर्धा गर्न पूर्ण रूपमा तयार छ। अब हामी यो प्रस्तुतिको सबैभन्दा महत्त्वपूर्ण पाटोमा आइपुगेका छौँ, नेपालको आर्थिक अवसर र दिगो भविष्य।
यो उच्च प्रविधिले हाम्रो सन्दर्भमा के अर्थ राख्छ त? फोहोरबाट खजानासम्मको यो टाइमलाइन साँच्चै नै अविश्वसनीय छ। नेपालको खेतमा कुहिन लागेको एउटा कृषि उपउत्पादनदेखि सुरु भएर फ्याक्ट्रीको शुद्धिकरण, रेटिङ अनि उच्च प्रविधिको कटाइ हुँदै विश्वव्यापी निर्यातका लागि तयार प्रिमियम फ्यासनसम्म पुग्ने यो चक्रले एउटा विशाल सम्भावना बोकेको छ। विचार गरौँ त, यदि नेपालमा मेवा खेतीलाई व्यावसायिक रूप दिएर यस्ता प्रशोधन केन्द्रहरू ठाउँ ठाउँमा स्थापना गर्ने हो भने के होला? यसले हाम्रो स्थानीय अर्थतन्त्रलाई पुरै कायापलट गर्न सक्छ। नेपाली किसानहरूको आम्दानी त बढ्छ नै, सँगसँगै नेपालले आफूलाई सस्टेनेबल फ्यासन अर्थात् डिगो फ्यासनको क्षेत्रमा विश्वमै एउटा नेतृत्वदायी राष्ट्रको रूपमा उभ्याउन पनि सक्छ। अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ। के हाम्रा खेतबारीमा खेर गइरहेका यस्ता कृषि उपउत्पादनहरूले साँच्चै नै स्थानीय अर्थतन्त्रको भविष्यलाई नयाँ परिभाषा दिलान् त? प्रकृति र प्रविधिको यो सुन्दर सङ्गमले पक्कै पनि एउटा नयाँ आर्थिक क्रान्तिको ढोका खोल्न सक्छ। आजको यो जानकारीमूलक प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै रोचक र गहिरो विश्लेषणका साथ फेरि भेट्ने नै छौँ।